एभ्रिवान नमस्ते प्रणाम सबैमा सबजना सकुशल हुनुहुन्छ होला जाडो छ अनि स्वस्थ अनि मस्त रहनु होला है त म चाहिँ शान्तिलाई क्वेसन गर्न चाहँदैछु र तपाईँलाई थाहा भयो भने एन्सर गर्नुलाई त हामी मानिसहरू यथावत रिसाउँछौँ होइन रिस क्रोधहरू पोख्न सक्छौँ सजिलै पोख्छौँ मानिसहरू रिसाउनुहुन्छ तपाईँ पनि रिसाउनुहुन्छ रिसाउनुहुन्छ कहिलेकाहीँ रिसाउनुहुन्छ कि हुन्न म रिसाउनुहुन्छ रिसाउनुहुन्छ है र यसमा केही छैन त्यसो भए पछाडि तपाईँले चाहिँ हजुरले चाहिँ मानिसको रिस क्रोध पोखेको त देख्नुभएको छ तपाईँले चाहिँ पानीले रिस क्रोध कसरी पोख्छ तपाईँलाई थाहा छ त हो मलाई भन्नुहोस् त पानीलाई जसरी चलाए त्यसरी रिसाउँछ नि जस्तो अब हामीले पानी उमाल्यौँ अरे पानीलाई कम उमाल्यो भने शान्त भएर अलिकति खुसुर 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 मात्र उम्लिन्छ त्यो भनेको शान्ति नै रिसाएको पानीलाई अलिकति ठुलो आगो गरिदिनुपर्छ कसरी रिसाउँछ पुरै छिटा बाहिर फालेर भुरभुर रिसाउँछ त्यसरी हामीले पानीलाई भन्ने एउटा भनाइ छ नि जुन पानी धेरै उमाल्यो भने के हुन्छ पोखिन्छ त्यस्तै पानी किन पोख्यो रिसाएर पोख्यो म चाहिँ त्यसको उल्टो छु फेरि म तपाईँको उत्तरमा सहमत छैन म भनिदिन्छु मेरो सुन्न चाहनुहुन्छ भन पानीको रिस क्रोध देख्न चाहनुहुन्छ भने सुरुमा पानी बसाल्नुहोस् ताप्केमा या कुनै पनि भाँडामा ग्यास बसाल्नुहोस् अनि त्यो पानी मन तातो हुँदै गएपछि सानसानो बिबिदा उठ्छ नि सुन्छ फोका त्यो फोका भनेको पानीले क्रोध रिस पोकेको अनि त्यो क्रोध चाहिँ बिस्तारै ताप्दै जान्छ अनि ब्लुक ब्लुक उम्लिन्छ नि ब्लक ब्लक भएर हजुर सबैभन्दा त्यो सानसानो थोपा चाहिँ पानीको रिस क्रोध हो हजुर पानी एकदम रिसाएको अवस्था हो त्यही भएर त्यो बेलाको पानी नै पिउनुहोस् भन्छन् मानिसहरूलाई र अनि पानी ब्लक ब्लक ब्लुक ब्लुक भएर बुल्का उसरी त्यो ब्लुक ब्लुक भएर नाचेको उसरी डान्स गरेको उसरी उम्लिन्छ नि त्यो पानी भनेको चाहिँ खुसी भएको अवस्था हो त पानी भनेको सानसानो जुन थोपा हुन्छ नि त्यो भनेको चाहिँ पानीको क्रोध रिस हो र पानी खुसी भएको ह्याप्पी पानी पिउनुहुन्छ भने चाहिँ पानी ब्लुक ब्लुक उमालेको पानी चाहिँ पिउनु होला र त्यो पानी भनेको खुसी भएर डान्स गरेको हो त्यो पानीको डुबुल्की उठ्छ नि त्यो भनेको पानी खुसी भएर ह्याप्पी भएर म चाहिँ अब एकदम संसारकै राम्रो कस्तो हुन्छ अवस्था पानी भनेको खुसी हो पानीको क्रोध भनेको जब सानो भिडिरा हुन्छ नि त्यो बेलाको अवस्थाको पानी चाहिँ क्रोध पोख्दै गरेको पानी त्यही भएर तपाईँहरू पनि क्रोध भएको पानी पिउने होइन कि खुसी भएको पानी पिउनु छैन कुराहरू अब थाहा पाउनु भयो र तपाईँहरू पनि खुसी भएको पानी पिउनु छैन कुराहरू पानीको क्रोध यसरी पोखिँदो रहेछ पानीले भने तर मानिसहरू भने किन नरिसाउनु पानीको त क्रोध हुन्छ भनेपछि मानिसको किन हुँदैन मानिस त यसै थ्याङ्क यू मेरो जोक सुन्नुभयो सबैको जयोस् प्रणाम जाडो छ केयर गर्नुहोस् है त